नमस्ते, गुड आफ्टरनुन। फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज म चाहिँ गोठालो जाँदैछु साथीहरू। मेरो साथीहरू पनि प्रायः 3 जना यहाँ पछाडि आउँदैछन् अनि म चाहिँ यहाँ छु। अनि मेरो वस्तुहरू भैँसीहरू 2टा भैँसी चाहिँ यहाँ जाँदैछ, अरू चाहिँ उता निस्किसकेछ यहाँ परतिर पर जाँदैछ अरू चाहिँ। अनि यहाँ भैँसीहरू चाहिँ झर्दैछन्। अनि मेरो साथीहरू चाहिँ यिनीहरू ल, यो एउटा जेक्की भयो, यो एउटा पुकु भयो, अर्को लक्की। ले दुखा दिएर यहाँ खेतबारीमै छिरेछन् हौ गोरुहरू चाहिँ। अनि भैँसी चाहिँ यहाँ पौडी खेलिरहेछ साथीहरू। मेरो भैँसी चाहिँ खेलिरहेछ, यहाँनिर चरिरहेछन् यिनीहरू चाहिँ। मैले चाहिँ मासतिर जङ्गलतिर लगौँ भनेको, खालि यहाँ बारीमा छिर्छन् यिनीहरूले, यस्तो दुःख दिन्छ मलाई। अनि यहाँनिर हाम्रो जेक्की हुनुहुन्छ, जेक्की। यहाँ चाहिँ मेरो साथीहरू बसिरहेछ, यहाँनिर हेर्नु न मेरो साथीहरू, यहाँनिर मेरो साथीहरू बसिरहेछन्। अनि मेरो वस्तुहरू चाहिँ यहाँनिर छ, अनि म चाहिँ यहाँनिर छु साथीहरू। यहाँदेखि उता चाहिँ बारी छ क्या, अनि बारीमा पस्छ नि त। अनि म चाहिँ यहाँ छेकिरहेको छु साथीहरू, यहाँनिर चलिरहेछ है साथीहरू। मेरो वस्तुहरू चाहिँ यहाँनिर चलिरहेछ। यहाँ चाहिँ जेक्की बसिरहेछ, यहाँ लक्की बसिरहेछ, हाम्रो पुकु चाहिँ कहाँनिर बसिरहेछ थाहा भएन। अनि अरू चाहिँ यहाँनिर यसरी चरिरहेछन्, यिनीहरू चरिरहेछन्। अनि म चाहिँ यहाँ आँपको फेदमुनि बसिरहेको छु हो, घाम बेसी चर्किरहेको साथीहरू। म चाहिँ यहाँ आँपको फेदमुनि बसिरहेको छु। अब चाहिँ म घर फर्किन आँटेको कि साथीहरू। यहाँनिर भैँसी चाहिँ फेरि स्विमिङ गर्दैछ है भैँसी चाहिँ यहाँ। म चाहिँ घर फर्किन लागेको अब साथीहरू। भैँसी चाहिँ स्विमिङ गर्ने अरे क्या। अनि अरू चाहिँ यहाँ तल छ, आउँदैछन् हौ यिनीहरू स्विमिङ गरेर नि आइसक्यो हो। अनि म चाहिँ घर फर्किँदैछु। म चाहिँ यहाँ छु, अघि आउँदा 4 जना थियौँ भने अहिले चाहिँ हामी 2 जना मात्र जाँदैछौँ। कुकुरामा मात्र लक्की र जेक्की चाहिँ घर गइसकेको छ साथीहरू। अब चाहिँ भैँसीहरूलाई चाहिँ म यहीँ छोडिराखेर यिनीहरूलाई चाहिँ म बाँधेर फेरि भैँसी लिन आउँछु साथीहरू। मेरो भैँसीहरू चाहिँ माथि भागो है, म लिएर आउँछु नि भान्छु। फाइनल्ली मैले चाहिँ गोरु भैँसीहरू सब बाँधिसकेँ हो। अनि म चाहिँ घरतिर जाँदैछु। अब चाहिँ म नुहाउँछु साथीहरू। चाहिँ यहाँ नुहाउन लागेकै साथीहरू। फाइनल्ली म चाहिँ नुहाइसकेँ, पानी पर्न थाल्यो हो। आजलाई यति नै भन्दै म चाहिँ बिदा माग्न चाहे। मेरो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।